प्रभु तपाईको संगतिमा हिँड्न सिकाउनुहोस्, मलाई तपाईसँग संगति गर्न सिकाउनुहोस्। दिन बदिन, एकछिन मात्र होइन, आधा घण्टा 2 घण्टा मात्रै होइन, दिन बदिन हे मेरो नाथ मलाई सिकाउनुहोस्। अनि संगति गर्ने चाहिँ भनाइको अर्थ चाहिँ उहाँसँगै रहने, ख्रीष्ट येशूसँगै समय बिताउने, संसारका भुलावाहरूमा, भुलेर अरू कुराहरूमा, रङ्गी चङ्गीहरूमा समय बर्बाद नगर्ने, प्रभुको संगतिमा, प्रभुको उपस्थितिमा, प्रभुको साथमा रहने कुरो। अनि यो हामी गर्न जान्दैनौँ प्रियहरू, हामी यो कुरो गर्न जान्दैनौँ। यसका हामीले प्रभुलाई भन्नुहोस्, प्रभु मलाई सिकाउनुहोस्, तपाईँसँग संगति गर्न सिकाउनुहोस्, मलाई दिन बदिन संगति गर्न सिकाउनुहोस्। हो, म संसारमा छु, शरीरमा छु, संसारका कुराहरू, शरीरका कुराहरूमा पनि मैले ध्यान दिन पर्छ, मैले कमाउन पर्छ, पेट पाल्नको लागि, परिवार पाल्नको लागि, रुपियाँ पैसा धन सम्पत्ति पनि कमाउन पर्छ, मैले काम गर्न पर्छ, जागिर खान पर्छ, यी सबै अनि धेरै अरू कुराहरू छन् मैले गर्न पर्छ। त यी सबै हुँदै पनि मलाई तपाईसँग संगति गर्न सिकाउनुहोस्। किन सिकाउनुहोस्? किनकि म जान्दिनँ। मैले सिकेको भएदेखि, मलाई थाहा भएदेखि, मैले तपाईँसँगको संगतिमा दिन बदिन हिँड्न मैले त्यसको रहस्य बुझेको भएदेखि मैले तपाईँलाई यो बिन्ती चढाउनु पर्ने आवश्यकता नै मैले थिएन। तर यो कुरो मैले जानेको छैन, म सिक्न चाहन्छु। अनि यदि प्रभुसँग तपाईँ संगति गर्न सिक्न चाहनुहुन्छ भने जुन बाटोमा प्रभु हिँड्दै हुनुहुन्छ त्यो बाटोमा तपाईँ हिँड्न पर्यो।